त्यति वर्ष पुस्तौनी सत्ता चलाएको हैसियतले उहाँले देशलाई सभ्य सुसंस्कृत ढङ्गले लोकतान्त्रिक बाटोमा लोकतान्त्रिक विधिबाट संविधान र कानुन अनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनु पर्ने ठाउँमा के चुनावमा साथ माग्या कि भोट माग्या कि के मागेको मलाई साथ देऊ म आउँछु, कहाँ आउने उहाँ? कुनै कुर्सीमा लगेर राख्दा शासक हुन्छ मान्छे? मानिदिनु परेन? अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि? यो देशमा त राष्ट्रपति छ, चुनेको राष्ट्रपति, उहाँ के गर्नुहुन्छ? म निर्वाचित भएको छु, निर्वाचित भएको मान्छे प्रतिनिधि सभाको सदस्यलाई प्रतिनिधि सभाको अत्यधिक बहुमतले छानेको संविधान नमान्ने, लोकतन्त्र नमान्ने, कानुन नमान्ने, प्रणाली नमान्ने अनौठो प्रवृत्ति देखा पर्न थालेको छ। म अस्ति फागुन 7 गतेको लागि अघिल्लै दिन बेलुका 6 गते नै पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ, त कानुनको पनि कुरा गर्नुहुन्न उहाँ, लोकतन्त्रको कुरा गर्नुहुन्न, प्रणालीको कुरा गर्नुहुन्न, प्रक्रियाको कुरा गर्नुहुन्न। मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु। देश के भएको छ? उहाँहरूका यस्ता अस्थिरताका क्रियाकलापहरूले, अराजक क्रियाकलापहरूले, उहाँहरूद्वारा प्रेरित अराजक क्रियाकलापहरूले देश अप्ठ्यारोमा पर्दैछ। म उहाँलाई सुझाव दिन चाहन्छु। एउटा पूर्व राजाको हैसियतले उहाँले त्यति वर्ष पुस्तौनी सत्ता चलाएको हैसियतले उहाँले देशलाई सभ्य सुसंस्कृत ढङ्गले लोकतान्त्रिक बाटोमा लोकतान्त्रिक विधिबाट संविधान र कानुन अनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनु पर्ने ठाउँमा के चुनावमा साथ माग्या कि भोट माग्या कि के मागेको मलाई साथ देऊ म आउँछु, कहाँ आउने उहाँ? पोलिटिक्समा आउनुहोस् न, हामी त स्वागत गर्छौँ त। राजनीतिमा आउने कि राजनीतिमा आउने? राजनीतिमा आउने भने यु आर वेलकम, आउनुहोस्, स्वागत छ।